सबैमा नमस्कार। यति बेला चाहिँ म वामीटक सहरबाट रिडी मेलाका निमित्त निस्केका छौँ भने रुद्रवेणीको यो स्थानमा आइसकेका छौँ। हामीहरू अरुण शर्मा हम्किन्छौँ। हर हर महादेव अचमेश्वर मन्दिरको जय होस्। एकदम चट्टान काटेर बनेको यो बाटो एकदम सुन्दर देखिएको छ। डाँडाहरू हरिया छन्, चट्टान काटिएका परिदृश्यहरू छन् भने त्यही डाँडामा सेतो बादलको पखेरी घुमेर उडिरहेको छ। पखेरी फन्फन्दै नचाइरहेको छ पहाडले है। भने तल गङ्गाजी इन्द्रावती नदी, कालीगण्डकी नदी कल 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 बगिरहेको छ भने हाम्रो बाइक पनि रास्तामा अगाडि बढिरहेको छ। हामी चाहिँ इच्छुक छौँ चिसोमा रुद्रवेणीको रिडीको त्यो मेलामा कस्तो दृश्य भइरहेको छ। फोटो भिडियो दृश्यहरू हिन्दू धर्म संस्कार अनुसार चाहिँ त्यहाँ स्नान गरियो भने चाहिँ आफूले समझ गरियो गरिएको भयो भने त्यहाँ स्नान गरियो भने चाहिँ पवित्र भएर पापहरू पखालिन्छ, नाश हुन्छ भन्ने चाहिँ एउटा जनविश्वास रहिरहेको चाहिँ एउटा जनविश्वास छ। त्यही हो समर्थ मान्यताहरूलाई हाम्रो नोइजमा अघि पनि तपाईँहरूको धारणा के छ, कस्तो के छ आफ्नो आफ्नो कमेन्ट पनि गर्नु होला। हाम्रो भिडियो चाहिँ अधिकारी जगत फेसबुक पेज अनि युट्युब च्यानल क्रिएटिभ नेपाल युट्युब च्यानलबाट अपलोड हुनेछ केही समयपछि। कहानी लाग्यो बाटो थियो यो पहिला, केही वर्ष पहिला यो बाटो चाहिँ माथि थियो, धेरै डाउन भएर अहिले तल झन्डै नदीको किनारमा आइपुगेको छ। यहाँ चाहिँ धेरै समय पहिलेदेखि नै बाटो यो पुल चाहिँ बन्दै थियो, रोकिएको थियो पनि। अहिले चाहिँ फेरि पुनः काम सुरु भएको छ, खुसी लाग्यो। विकासको कामदेखि सुरक्षा नै पाउनुपर्नेछ किनकि ग्रामीण क्षेत्रका ठाउँहरूबाट बाटाघाटादेखि लिएर धेरै कुराको असहजताले गर्दाखेरि मानिसहरू सराई गरिरहेका छन्। गाउँका क्षेत्रहरू चाहिँ अहिले बन्द, गाउँ नै सुनसान भएको अवस्था छ। हामी देख्न सक्छौँ यतादेखि यता नै
निलो हाम्रो कालीडगण्डकी होइन यहाँ कालीगण्डकी भन्छ यसलाई कालीडगण्डकी नदी एकदम निलो देखिएको छ यहाँ भने पहिला चाहिँ यो बाटो त्यहाँ माथि माथि गइन्थ्यो अहिले चाहिँ यो तल तल राखेको छ बाटो यसरी भने हामी पाल्पा टेङ्जा गुल्मी जोड्ने 3 मुखे पुल पनि हामी परिदृश्यहरू देखाउने छौँ यहाँ चाहिँ हामी देखिसकेका छौँ यता पनि आउनुभएको छ हामी फाइनली हाम्रो गन्तव्य स्थानसम्म आइसकेका छौँ त्यति भिडभाड नभएको समय हुँदैछ पहिला चाहिँ हामी 3 मुखे पुलतिर जानेछौँ किनकि हामी चाहिँ यहाँको थोरै भिडभाडसँग जानेछौँ उहाँको त्यो उहाँ पनि पुग्नेछौँ हर 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 महादेव टीकाराम पार्किङ यति हान्दैन ल ल यहाँ भिडी बजार घुमेर आउँ न भिडीको उसमा चाहिँ झन्डा हालेर खतरा बनायो यार विशेष त म यहाँ रिडी युवा क्लब लगायत यहाँको संरक्षण व्यवस्थापनमा लाग्नुहुने सबैलाई धन्यवाद पनि छ है भिडियो हाम्रो चाहिँ करिब 10-15 मिनटकै हुने सम्भावना देखिएको छ आफ्नो अर्ग्यानिक उत्पादन लिएर यहाँ आउनुभएको पनि रहेछ कामयाबहरू पनि हामी देख्नेछौँ अहिले रोरो क्षेत्र धाम रिडीमा हजुरलाई हार्दिक स्वागत गर्दछौँ स्थानीय उत्पादन यहाँ देख्न यताको परिदृश्य अवलोकन पारी सिरी जाम है पारी पुलपारी गएर उताबाट दृश्य अवलोकन गरेर आउनेछन् आउनेहरू उपल्लो बजार रिडीको यहाँ चाहिँ रिडी आइसक्यो यहाँ रिडी युवा क्लबले चाहिँ यो बोर्ड स्थानमा चाहिँ यसरी राष्ट्रिय झन्डा फरफराएको छ यसरी सरर यता जाने कता जाने एउटा भिडियो गरौँ